नमस्ते, म मीरा कार्की चौहान। मैले चाहिँ युट्युबमा @रूपा कार्की अफिसियल युट्युब च्यानलमा चाहिँ सानो मिनी भ्लग लिएर आउँदैछु। हजुरहरू सबैले हेरेर साथ दिनु होला। मेरो बहिनीले चाहिँ सपिङ गरिदिए भनेर हैरान लाएर यस्तो घाममा, यो काठमाडौँको यस्तो घाममा गइराखेको छौँ। अब यसले कुन मल लाने हो त्यो चाहिँ मलाई थाहा छैन। वहीँ गएर देखाउँछु है साथीहरू तपाईँलाई। यहाँ बुढालाई टेन्सन भइसक्यो। सुन न, बुढालाई टेन्सन भइसक्यो। यहाँनिर जुलाङ न, बुढालाई टेन्सन भइसक्यो। यहाँ बुढीलाई लग्छ भनेर आज चाहिँ मैले सेक्सी बनाएँ। स्कुटीमै पनि मलाई हेर्दै जान्छ, यत्रो बुढो साथमा लिएर हिँड्दा पनि के भएको त? अनि के भएको त भेना के छ? धेरै राम्रै भएर हो क्या बुढो स्वर्गको परी धरतीमा झरी ए झलबाट हेर्दा तर्साउने गरी झलबाट हेर्दा तर्साउने मोरी या या भनेको गाइस बोला एउटा केटोले अहिले यति खाना झुम्केको नि बुढो साथमै हुँदै हिँड्दै गयो भने मुख धो भने चिन्दैन मान्छे। के भयो भेना? मुख धो भने अहिले मान्छेले चिन्दैन। साथी र सङ्गी, साथी र बुढी छ, साली र बुढी छ, अब के साली र बुढीसँग रङ्गित सङ्गी। अहिले चाहिँ हामी गाडी पर्खिरहेको छौँ। पुरै हाम्रो आफ्नै प्राइभेट गाडीमा यात्रा जारी भइरहेको छ। यहाँ सुतिरहेको छ मस्त सुत्ने पुरा पुरा मुस्कान दिल्ली। हामी कहाँ गइरहेको छौँ दिदी? बिजिमल बिजिमल गइरहेको छौँ। पानी हल्का परे जस्तो भइरहेको पानी पर्ला पर्ला जस्तो भइरहेको छ। मलाई निन्द्रा लाग्यो। यहाँ निन्द्रा लागेर पुरै अघि सुतेर उठेको, फेरि बाटोमा हिँड्दा सबै निन्द्रा लाग्यो भन्ने मान्छे कस्तो होला? नस्ताको भनेको अब हामीले एक कप चिया तिनजनाले खाएर तर बेजत नगर्नु भेडा। हाम्रो काठमाडौँको मौसम साह्रै नराम्रो भइरहेको छ। ए नराम्रो राम्रो पो त शीतल छ भाइ। के को शीतल भयो? पानी पऱ्यो भने मेरो ब्रान्डको चप्पल भिज्छ, त्यही टेन्सन छ मलाई। अहिले चाहिँ हामी यहाँ बिजी मलमा मेरो सपिङ गर्नु गइरहेको छौँ। यस चलिरहने। फाइनली हामी बिजी मल आइसकेको छौँ। अब यहाँ सपिङ गर्नेको कहाँ जाने हामी? माथि हो सेकेन्ड फ्लोरमा। त्यस्तो कपडा तल यहाँ संसारमा नभएको फेरि परि हो कि त तल फेरि कस्तो राम्रो लुगा मनपर्छ भने नि चित्त बुझाउनु सक्दिनँ म, वाक्क लाग्छ। यहाँ हामी पर्खिरहेछौँ माथि जानेलाई। जे आउँछ मजाले पचाउँछ, हजुर मलाई खाउँछ। फेरि एक्लै एक्लै खाएर एक्लै गोजीमा राख। कहाँ गयो गनी? मलाई सपिङ गरेर भन्नु होइन। तँलाई कुनै मन पर्दैन, किन्नै पर्दैन, ढुक्क छ। किन्नु पर्छ कि पर्दैन यहाँनिर? वाउ वाउ त्यसरी बाँधिन्छ होइन फेरि सकुन्छ यहाँ। अगाडिको चाहिँ लुगा ठिक हुन्छ हो, यो लुगा चाहिँ कुन यो अगाडिको त्यो दिदीको पछाडि हात बट्टु भएको त्यसो त्यही किनिदिने? केही पर्दैन, मन केही पर्दैन। यत्रो बिजी मन ल्याउँदा पनि साथीहरू घर हिँड। अघि भिनाजुले हामीलाई खिली उडाएको थियो नि, एक कप चिया तिनजना खान्छ भनेर, त्यही गरौँ छ। नाइ खोइ भेना चाहिँ भेना हराउनु भएको अवस्था। म मेरो भेनाको खोजीमा छु। फाइनली हाम्रो भेनालाई हामीले भेटिसकेको छौँ। हराएको मान्छेलाई हामीले फेला बनाइसकेको छौँ। तपाईँ चाहिँ कहाँ गइरहेको? म त कसलाई? पश्चिमबाट वान पिस हेर्दैछु, मन पराउला जस्तो छ है साथीहरू। मलाई त यो पनि मन पर्यो, अनि यहाँ सिस्टरले बोकेको यो पनि मन पर्यो।
मलाई पनि त्यही ट्राई गर्छु जस्तो लाग्यो कि फाइनली आज चाहिँ लुगा भइसकेको छ खोजेको जस्तो भेटिसकेको छैन त बेना बवाल 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 मन पराइसक्यो होइन मन परेपछि सक्यो मन परेको के अरे मन परेको जुत्ता पो जुत्ता नत्र खाले खुट्टै ठिक छ त्यो चाहिँ आज सिटी स्क्वायरमा यो वान पिस मन पराएको चाहिँ होइन ए सरी सिटी स्क्वायर भन्दैछु बिजीमालमा सबको नाम पनि भन्दैउ न अनि हाम्रो सबको नाम चाहिँ फर्स्ट फ्लोरमै छ एप 31 अहिले चाहिँ हामी कानपुर महलको काठमाडौँ सबैभन्दा पुरानो महल अनि पुरानो लिप पनि पुरानो लिफ्ट कहिले पनि। कहिले मात्रै अन हुन्छ म्याक्सिमम् बिग्रेकै हुन्छ हाम्रो कान्तिपुर मलको लिप मेरो बेला बिचरा आज पसिनामा त चुनी बाँकी छ पैसा पैसा सकिगयो ग्याप्लाकै 5,000 त्यस्तो साह्रो होइन सामान्य सामान्य सालीको लागि सामान्य हल्का चिलाक्स काठमाडौँको सबैभन्दा पुरानो खतरा लुगा साथीहरूसँगै एक्लै हिँड्दैछ पुरै चिलमा चिल्याक्स हान्दै हिँडिरहेको छ एक्लै आमाहरूको पसल त बन्द छ क्या हौ दिदी ब्याग किन्ने कि पर हो अलिक नि छाता चाहियो भने यसो यहाँ ब्याग किन्नु गएर छौँ हामी यसो हाइकिङको लागि यस्तो क्या भेना मलाई मनपर्ने कट्टु यहाँ आमाको पसल फाइनली हामीले आमाको पसल आइसकेको छौँ बाबा नि हुन्छ आएको ए बाबा नि हुनुहुँदो रहेछ आज त ल फाइनली हेलो आमा पोहोरको ब्याग हेलो बा नमस्ते यहाँ हामी अनि ब्याग पोहोर किन्नु किनेको गएछौँ। ब्याग अनि फेरि यसपालि लानु पऱ्यो नि त यो ब्याग हेर्दैछौँ हामी पुरै पानी परेर डेन्जर भइरहेछ अहिले पुरै बाटैभरि यहाँनिर परेवा हजुरहरूलाई गुडप्याक सुरपाक चाहियो भने चाहिँ आउनु सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै फ्रीको एडभर्टाइजहरू यहाँ चाहिँ पैसा सुसा कसले दिँदैन मलाई यहाँ उनको स्वेटर र यो बिजीमालको पनि फिट पनि राम्रो छ नि बिजीमालमा त कहिले फ्लिप नहिँड्ने म त गर्मीमा त झन् बिहोस भएको जाडो हुन्छ भने दिदीले हाइनेक ला भन्नुभयो अस्ति हाइनेक लाग्दा झन् बिहोस लिएर यता चाहिँ यहाँ पानी परेर अघि यस्तो हिलो हिलो भइरहेको छ गाइस यस पुरै ध्वस्तै हामी यहाँ माथि जाँदैछौँ वाउ हातमा चाहिँ फेरि यहाँ झोला बोकिरहेको छ मात्रै साइज के उसबाट मात्रै साइज पिजे त भन्दा कसको यो एक किस्ता हो यहाँ लुगा भइरहेछ हेरा दमादम कपडा मन पर्यो दिदी तँलाई हेर यो मन पर्दैन यस्तो मलाई मन पर्दैन मलाई बेली यस्तो बेलीमा मन पर्दैन क्या यहाँ हेर्छु हामी चाहिँ थकित भएर बसिरहेको छौँ दिदी चाहिँ लुगा चेन्ज गर्न जानु भएको छ हामी भेनाको पुरै पसिना चुइसकेको बेला गर्मी बबाल गर्मी काठमाडौँमा है अपाक एसी चलेको नि फिल भइरहेको छैन गर्मी छ एकदम गर्मी धेरै गर्मी लास्टै गर्मी हाम्रो सपिङ भइसकेको छ बेसमार्कमा टेन्टरान पैसा झिकेर यहाँनिर आइराख्नु भएको छ हिरो हिरो पैसा सकेर पैसा निकालेको हौ पैसा कति सकिसक्यो आज त पनि सकिसकेन पसिना छुटिसक्यो पुरै पसिना छुटिसक्यो आज चिया खाने प्लान पनि फुल क्यान्सल दिदी दिदी पसिना फुल छुटिसक्यो अरे चिया खाने प्लान पनि क्यान्सल अरे अब के अरे
पसिना फुल छुट्यो रे चिया खाने प्लान पनि क्यान्सल रे पुरै बाटो चाहिँ ध्वस्तै यस्तो छ अनि मेरो पुरै ब्रान्डको चप्ली पनि अब ल्यान्ड हुनु पऱ्यो नि त सोरम यहाँ चाहिँ पुरै घोडामा प्रहरी चढ्ने भयो यहाँ आउनु सक्नुहुन्छ सिटी स्क्वायरमा लड्की घोडा चाहिँ लड्की होइन बेरा लड्काहरू आएर चढ्न सक्नुहुन्छ है घोडामा लड्की हो लड्की हाँसोको मैदान भइरहेको छ यहाँ क्लिप नै गर्नु अब हामी यहाँ माथि जाँदैछौँ जुत्ताको लागि आज पुरै घुमघाम भइरहेछ कहिले भने नि साथीहरू यसलाई कपडा पनि केही मन पर्दैन जुत्ता पनि केही मन पर्दैन आज मेरो बुढाको प्रेसर हाई नै बनाउने भइसक्यो ध्वस्तै भइसक्यो मेरो भेना सालीले भेनाको लागि यति त गर्नै पर्छ म त भेना भएको के काम होइन त गाइड प्रेसर हाई नै बनाइसक्यो गाइड के आउनु होला मैले त है मेरो बुढाको प्रेसर हाई भइसक्यो अब यहाँनिर यो चाहिँ एना कलेक्सनमा आइसकेको छु यहाँ जुत्ताको लागि हजुर पनि आउनु सक्नुहुन्छ यहाँ हाम्रो काम सकेर हामी घर जान्छौँ सोपिङ पुरै भइसकेको छ अनि आज अब चाहिँ हाम्रो सबै काम सकेर हामी घरतर्फ जाँदैछौँ मेना दिदी घर पुग्न लागि मम्मा हामी ल आज भनेपछि डरो खाजाको व्यवस्था डरो भएको छ आज व्यवस्था ओभर भइसक्यो होइन बेलुका खाना पाक्दैन पनि होला सायद होइन आज पाक्दैन फुल भइसक्यो होइन फुल पुरै पेट पेटी यस्तो रुममा दिदी पकाउनु भएको छ नि एक कप चिया 3 जनालाई भनेको थियो त्यो पनि पाइएन समय नमिलेर हो त्यस्तो खासै ठुलो कुरो होइन टेक इट इजी होइन समय मिलेन सपिङ गर्दा टाइम नपुगेर हो बाई बाई साथीहरू बाई बाई सी यु नेक्स्ट ब्लगमा सी यु इन नेक्स्ट ब्लग